Hello everyone, सेवा नमस्ते वेलकम ब्याक टु माई न्यू अनदर भिडियो हैन। अन्त आफ्टर अ लङ टाइम ब्याक म आज फेरि पनि मेरो भिडियो कन्टिन्यू गर्दैछु हैन। अन्त मेरो आजको आउटफिट यस्तो तरह रहेको छ है। अन्त म यस्तो चाडकचिरिक परेर चाहिँ के विषयमा भिडियो बनाउन आँट्यो भनेर सोच्नु हुँदै होला हैन। सो म त्यो पनि भन्ने छु। अन्त म चाहिँ अब यत्रो बादमा भिडियो बनाउँदा क्वाइट बिङ नर्भस है। मलाई के बोल्नु के नबोल्नु भइरहेको छ, तर पनि कन्फिडेन्ट बुटुलेर भए पनि म भिडियो कन्टिन्यू गर्नेछु र तपाईहरुलाई पनि देखाउने छु हैन। अन्त अर्को कुरा चाहिँ आज चाहिँ 26 डिसेम्बर हैन। लास्ट इयर पनि मैले यो विषयमा भिडियो बनाएको थिएँ र हैन। अन्त आज पनि म 26 डिसेम्बरको दिनै भिडियो बनाउँदैछु। यसको विशेष मूल्य त अब तपाईहरुलाई याद भएको कुरा मैले लास्ट भिडियोमा पनि भनेको थिएँ हैन। 26 डिसेम्बर चाहिँ एभ्री इयर एक्स आर्मीहरु उहाँहरुले आफ्नो राइजिङ डे प्लस सानो एउटा अब पिकनिकहरु जस्तो, नट ओन्ली सानो तर पिकनिकहरु जस्तो त्यस्तो सेलिब्रेट गर्नुहुन्छ हरेक साल है। अनि लास्ट इयर पनि म गएको थिएँ अनि मैले भिडियो बनाउने चान्सहरु पाएको थिएँ, तपाईहरुले शेयर गर्ने पाएको थिएँ है। सो यो पालि पनि म त्यही जाँदैछु यस्तो चिटिक्क परेर हैन। अन्त अब लास्ट इयरको प्रोग्रामहरु सबै राम्रै थियो हैन, एकदमै राम्रो कल्चरल प्रोग्रामहरु लिएर उहाँहरुको केहरु प्रोग्रामहरु सबै राम्रै भएको थियो हैन। अन्त सधैँ साली अब मतलब हाम्रो क्लबलाई पनि इन्भाइट गर्नुहुन्छ उहाँहरुले इन्भिटेसन हैन। अन्त यो वर्ष पनि हाम्रो क्लबलाई पनि इन्भाइट गर्नु भएको छ हो। अन्त हाम्रो सधैँ जस्तै हाम्रो बहिनीहरुले पनि डान्स अब एउटा डान्स लिएर जाँदैछौँ हामी हैन। तर हामी दुईजना चाहिँ आज चाहिँ बाउ छोरी चाहिँ अगाडि जाँदै गर्ने, अरू चाहिँ पछाडि आउनुहुन्छ होला हो। अन्त लास्ट इयर चाहिँ म सबै क्लबकोसँग गएर चाहिँ अलिक ढिलो पनि पुगेको थिएँ नि त। अन्त सो त्यही भएर मैले अगाडिको अब फर्स्ट अब मतलब सुरुदेखिको प्रोग्रामहरु अटेन्ड गर्नु पनि पाएन र तपाईहरुलाई देखाउनु पनि पाएन। अन्त त्यही भएर चाहिँ आज चाहिँ म सबै प्रोग्रामहरु अगाडिदेखिको कभर गर्छु भनेर चाहिँ हैन अलिक छिटो जाँदैछु हैन। सो आजको के कस्तो रहनेछ मैले भ्याएको जति हैन। अन्त अब आफूले जति मेरो आँखाले विटनेस गर्नु सक्छु त्यति चाहिँ तपाईहरुलाई पनि म शेयर गर्ने ट्राई गर्छु। सो भिडियो चाहिँ दामी हुनेवाला छ है। अब आर्मीहरुको भनेपछि त अब कस्तो हुन्छ तपाईहरुलाई यादै होला प्रोग्राम्सहरु फंक्सन्सहरु हैन। सो स्टे ट्युन गाइज है, म देखाउने छु तपाईहरुलाई, मसँग जुडेर हेर्दिनुहोस् होला। ल है त अब म चाहिँ घरबाट निस्किसकेको छु अनि यहाँ हातमा चाहिँ मेरो स्यान्डल बोइस हैन। अन्त हेर्नु न चप्पल लगाएर चाहिँ अब हिँड्नु पर्ने, हामी चाहिँ गाडी छैन नि त। सो त्यही भएर चाहिँ हिँडेर जानुपर्ने हो तल मेन रोडसम्म स्कुलसम्म। गाइज हामी चाहिँ यहाँ तल आइपुगेको थिएँ यहाँ बुबुहरूको पारको घरमा कि फेरि। अन्त हामीलाई बुबुले पुऱ्याउनु जानुहुने रे भनेर चाहिँ दुईजना रोडमा बसेको अवस्था चाहिँ गाडीमा यहाँ चढ्नु पाएर खुसी अनर हिँड्नु पर्छ थियो नि त, कस्तो साह्रो भएर हिँडेको हो। तर हामी बित्थामा यतासम्म पनि आयौँ गाइज। हाम्रो गाडीको यात्रा पनि यहाँसम्म मात्रै थियो। बुबा हामीलाई पुऱ्याएर पनि फर्किनु भयो। यहाँबाट अब फेरि हामी अर्कै गाडीमा जानुपर्छ नानाहरूको गाडीमा होइन। गाडीमा आइपुग्यो अरे पुरा एक्साइटेड भएको के भएको तपाईँलाई ढिलो भयो भने डर लागेको 9 बजे पुग्नु भन्दै थियो होइन। फाइनली गाइज यहाँ आइसकेको छु जग्गामा चाहिँ होइन। अहिले गाडीबाट उत्रेर भर्खर बसेको, तल जानुपर्ने छ। अब भित्र छिर्दा चाहिँ म तपाईँहरूलाई पनि लिएर जान्छु ल। मलाई अप्ठ्यारो लाग्दैछ नि त, बानी हराएर यसरी बोल्ने। लेट्स एन्टर फ्रम हियर ओके। हेर्नुहोस् कति मजाले उयो अरेन्ज गर्नु भएको, हेर्नुहोस् न यस्तै गर्नुहुन्छ हरेक साल के। तपाईँहरूलाई बोर्ड देखाइदिनु पऱ्यो म। यहाँ चाहिँ अब ब्रेकफास्ट गर्नुपर्ने अरे आउनु बित्तिकै। हामी सबै यतिजना आएको हामी टिम हो। ब्रेकफास्ट स्टार्ट भएको छ। We are enjoying tea.
अब यहाँ चाहिँ केक कटिङ अच्छा के काट्ने छ ल नानीको ल बर्थडे छ अरे नि यहाँ बुबुको सो केक कटिङ पनि हुने रहेछ यहाँनिर है नानीलाई हाम्रो सङ्गठनबाट र सम्पूर्ण फ्यामिलीबाट उहाँलाई धेरै धेरै हार्दिक शुभकामना अनि ह्यापी बर्थडे भन्न चाहन्छु र धेरै जिन्दगीमा धेरै उन्नति गरोस् फलोस् फुलोस् उहाँलाई हामी धन्यवाद यहाँनिर चाहिँ खदा यस्तो भइरहेछ बर्थडे केक हाम्रोमा पनि आइपुगेको छ है टाढोबाट देखेको मात्रै हुन्छ पुसाइ छ धुमाधम काम गराइ छ उहाँहरू आजको गेस्टहरू आइपुग्नु भएछ बटन फ्लावरहरू पनि यहाँनिर लगाउनु हुँदैछ आइपुग्नु भएको गेस्टहरूलाई हो उहाँहरू चाहिँ गेस्ट रिसिभमा बस्नु भएको म देखाउँछु तपाईँलाई गेस्टहरू वेलकम हेलो 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 खै डल्लो हेलो भनिदिनु तुम्हामा ऊ मेरो ह्यान्डसम पनि आउनु भएछ हौ उपस्थित असङ्ख्य भूतपूर्व सैनिक सम्पूर्ण सबैजना र हामीले आफ्नो मान्छेहरू सबैजना गेस्टहरू चिफ गेस्टहरू आइसक्नु भएको छ होइन यहाँनिर सबैजना बसिरहनु भएको छ अब चाहिँ प्रोग्राम पनि स्टार्ट हुन आँटेको होला मेबी लगाएका छौँ यो हाम्रो चिन्ह हो झन्डा सबै संस्कृतिको चिन्ह हो देशको प्रदान गर्नुभएको छ र हामी म लगायत हाम्रो हिरोइनहरू हेलो भनिदेऊ चारजना चाहिँ डान्सर्सहरू महोदय तथा उहाँका म्याडम श्री उषा तामाङज्यू अनि उहाँका म्याडम कल्पना तामाङज्यूलाई हाम्रो सङ्गठनको तर्फबाट एउटा पुष्पगुच्छा दिएर उहाँलाई अभिनन्दन जनाइदिने अनुरोध गर्न चाहन्छु आदरणीय प्रेसिडेन्ट अफ एन्ड र यसरी नै आजको मुख्य अतिथि महोदय उहाँका म्याडम विशिष्ट अतिथिगण साथै अन्य अतिथिगणहरूलाई साथै हाम्रा सङ्गठनका सम्पूर्ण परिवारलाई आफ्नो आफ्नो जग्गामा यथावत खडा भएर हाम्रो नेसनल एन्थमको लागि झन्डालाई सम्मान चढाइदिन भन्ने अनुरोध गर्न चाहन्छु र मैले एउटा स्पष्ट के गर्न चाहेँ भने यहाँनिर है अघि हामीले यो जो 10 बजीको प्रोग्राममा हामीले राष्ट्रिय गानको साथमा हामीले यो झन्डा उत्तोलन गऱ्यौँ है घरिघरि दिनमा 2 चोटि राष्ट्रिय गान भयो भनेर कसैले भन्नुहुन्छ होला है त्यसको पनि म अलिकति क्लियरिफाई गर्न चाहेँ है अघि 10 बजीको प्रोग्राममा मुख्य अतिथि महोदयको समय 11 बजी भएको कारणले हामीले अघि नै भनिहालेँ मैले समय हामी रिट्रिट र रिबेलीको समय हुन्छ र त्यस कारण हामीले त्यो बिगुलको साथमा हामीले त्यो बजाएर गरेका थियौँ र अब भने हामीले साधारण नेसनल एन्थम गाउनेछौँ र त्यसको लागि सम्पूर्ण अतिथिगणहरूलाई आफ्नो आफ्नो जग्गामा खडा भइदिएर
राष्ट्रिय गानलाई सम्मान जाने दिलाउने अनुरोध गर्न चाहन्छु र यसको म्युजिकको लागि टिकन राईलाई ल्याउँछु 1 2 3 Rooted and strong with a sense of belonging to something bigger than flag hoisting ceremony. खर्ते बाहिर साइलेन्समा बसिरहनु भएको रहेछ नि त्यो चाहिँ खास के कारणको लागि भनिदिनुहोस् न हाम्रो जतिजना अब फौजमा शोकको लागि त्यो मान्छे मरेर गएको उसको नाममा शोकको लागि चाहिँ पहिला जतिजना अब कति लडाइँमा मऱ्यो कतिजना अब एक्सिडेन्ट भएर मऱ्यो कति अब उग्रवादीले दुश्मन लागेर मऱ्यो हो त्यसको लागि चाहिँ उनीहरूको आत्मालाई शान्ति होस् आत्माले शान्ति होस् भनेर चाहिँ मैले आज मनोरञ्जन गरेको ए हस् त्यही त हामी दुईजना त पुरा गफ गर्दै थियौँ कि यादै पाएँ यादै भएन भरे पनि दुईजना त मजाले गफ गर्दै थियौँ र यसैबीच हामीमा आज आदरणीय आजको निमन्त्रित अतिथि ज्यू पनि हामीमा चाहिँ हुन्छ उहाँलाई पनि खाता लाएर र म यहीँबाट आजको मुख्य अतिथि महोदय तथा उहाँको म्याडम अनि विशिष्ट अतिथि गर्नलाई आजको यो 21औं स्थापना दिवस यानि हाम्रो सङ्गठन जन्म लिएको 21 वर्ष पुगेको खुसियालीमा भोलिबाट हामी 22 साल टेक्ने रहेछौँ है र यसको उपलक्ष्यमा एउटा केक कटिङ सेरोमनी राखिएको छ र उहाँले यसलाई केक अनि आजको मुख्य अतिथि महोदय श्री भूषण तामाङजी अनि उहाँका म्याडमलाई यो केक काटेर शुभारम्भ गरिदिने म यहाँबाट अनुरोध गर्न चाहेँ र आज हामी सङ्गठन जन्मिएको 21 वर्ष पुगेर भोलिबाट हामी 22 वर्षमा टेकेका छौँ हामी एडल्ट एजमा छिरिसकेका छौँ है हामीले धेरै यस दौरानमा झन्डै 21 सालको भित्र हामीले धेरै साथीहरू गुमायौँ हामीले कति धेरै साथीहरू जोड्यौँ र हामीले यसै भाइ आजको हाम्रो 21औं वर्षको वर्षगाँठको रूपमा हामीले के काटेर यो आज यो मनाइँदैछ र यस पश्चात म भएको छ र उहाँलाई हामी सङ्गठनको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक अभिनन्दन साथै स्वागत हाम्रो सङ्गठनमा उहाँहरू जोइन गर्नुभयो उहाँलाई धेरै धेरै हार्दिक स्वागत तथा धन्यवाद दिन चाहन्छु र त्यसरी नै हामीसँग अर्को हुनुहुन्छ नम्बर 15 सिग्नल रेजिमेन्टबाट हुन्छ उहाँ र रिटायर हुन्छ उहाँ 1 अगस्त 2025 मा रिटायर हुनुभएको थियो र उहाँले 24 सालको सर्भिस पुरा गरेर सेनाबाट अवकाश प्राप्त गरेर आएर हामीसँग आज आबद्ध हुनु उहाँलाई हाम्रो सङ्गठनको तर्फबाट साथै हाम्रो सम्पूर्ण परिवारकोबाट फेरि पनि एकपटि धेरै धेरै धन्यवाद अनि स्वागत जनाउन चाहन्छु धन्यवाद र यस पश्चात म कार्यक्रमलाई सुचारू रूपमा चलाउन आजको यस कार्यक्रममा
आमन्त्रित आदरणीय आजको विशिष्ट अतिथिगणहरूमा पनि यो टोकन अफ लभ हाम्रो संगठन तर्फबाट प्रदान गरिदिनु भने आजको अध्यक्ष संगठनको अध्यक्ष तथा चिफ एडभाइजर श्री एपी रायज्यू एन्ड आसमानज्यूलाई रिक्वेस्ट गर्न चाहन्छु आजको मुख्य विशिष्ट अतिथिको रूपमा उपस्थित माननीय जिल्ला पञ्चायत 17 टेरिटोरियल क्षेत्र आउयाङतम श्री सुरेन सुब्बाज्यू यसरी नै भर्खर मात्र हामीसँग उपस्थित हुनुभएका श्री योन कुमार रायज्यू जो चिफ इन्जिनियर गभर्नमेन्ट अफ सिक्किमबाट हुनुहुन्छ उहाँलाई पनि यो टोकन अफ लभ सुपारी दिने म अनुरोध गर्न चाहन्छु र यसरी नै हाम्रो माझ आदरणीय आमन्त्रित स्पेशल गेस्टको रूपमा उपस्थित जेबी थापाज्यू जो रिटायर सिनियर आरटीओ हुनुहुन्छ अनि एउटा सामाजिक कार्यकर्ता पनि हुन्छ अनि धेरै ठुलो हृदय भएको हामीले हाम्रो पूर्व सैनिकहरू र वीर नारीहरू धेरैजनाको अवस्था एउटै पाएनौँ। धेरै पछि म पनि रिटायर आएर हाम्रा साथीहरू यहाँ आसाम लिङ्गे र वरिपरिका धेरैजना साथीहरूले अनि अनुभव गरे कि हाम्रो भूतपूर्व सैनिक सङ्गठन सैनिकहरू र वीर नारीहरू एकै तहका छैन। हामीले यहाँनिर उत्सव गर्छौँ, रेजिङ डे मनाउँछौँ, स्थापना दिवस मनाउँछौँ, त्यस दिन उहाँलाई श्रद्धाञ्जली अर्पण गर्छौँ र यो ड्रिङ्क सबैले अगाडि राखिदिनु होला। अहिले ड्रिङ्कको सिस्टम छ त्यसले गर्दा नाइ नबनिनु एकछिनमा उठाइन्छ, अगाडि चाहिँ राखिदिनु होला तपाईँले। यसलाई चाहिँ हामीले एउटा पर्मानेन्ट एड्रेस भएको हामीले अब पाएका छौँ। हामी हरेक अतिथिगणको अगाडि यो ग्लास यो टेबल पानीको बोतल पुगिसके पश्चात हामीले यो चेयर अन गर्नुपर्ने हुन्छ है। अतिथिगणको आगमन भइरहने क्रममै म आजको मुख्य अतिथि महोदय श्रीमान भूषण तामाङज्यूलाई आजको यस चेयर्स अन यानी बटन अनको कारवाही सुरु गरिदिने म अनुरोध गर्न चाहन्छु र उहाँलाई म यो माइक दिन चाहन्छु। हुन्छ चेस हो चेस अन तपाईँहरू स्टार्ट गर्दा भयो अब टाढा रहनुहुन्छ है, हामीलाई याद छ उसको, तर मजबुरी उहाँले ग्लास पक्रिनु भयो है, उहाँ धन्यवाद उहाँ त्यसको लागि। र अब चाहिँ यहाँनिर कल्चर प्रोग्राम स्टार्ट भइसकेको छ, मतलब हुँदैछ। यो चाहिँ फर्स्ट रहेछ डान्स होइन। आफ्नो म्युजिक ट्र्याकहरू कदम थामको अरे बहिनीहरू चाहिँ हो डान्स गरिदिएको अब।
अब चाहिँ यहाँ बहिनीहरूको डान्स छ हो गीत चाहिँ अलिक ठुलो हुँदैन नमस्ते सबैजनालाई नमस्ते म यहाँकै प्रस्तुता ज्योति र अब सुन्नुहोस् प्रिय श्रोताको नयाँ आउनुबाट यो मिठो उहाँलाई हस्तान्तरण गरिदिनु भने म आजको मुख्य अतिथि महोदयलाई अनुरोध गर्न चाहन्छु र श्रीमती माला रानी सुब्बाजी जो वाइफ अफ लेट हर्कबहादुर सुब्बा उहाँ हाम्रो संस्थापक भाइस प्रेसिडेन्ट हुनुहुन्थ्यो 2005मा जब सङ्गठन खोलिएको थियो उहाँले बुजुर्ग हुनुहुन्छ उहाँ अस्वस्थ हुनुहुन्छ है र आशा गर्छु हाम्रो सङ्गठनले उहाँलाई सधैँ याद गरेछ उहाँले पनि हामीलाई सधैँ याद गरोस् हाम्रो सङ्गठन तर्फबाट उहाँलाई एउटा अभिनन्दन पत्र स्वीकारिदिन भनी म अनुरोध गर्न चाहन्छु आदरणीय आजको अतिथि महोदयलाई यो पनि हस्तान्तरण गरिदिनु भने म फेरि अनुरोध गर्न चाहे म्याडम कल्पना ममताजी माननीय पूर्व पञ्चायत जिल्ला पञ्चायत हुनुहुन्छ उहाँलाई उहाँको हातबाट यो र यसरी नै हामीले तेस्रो सदस्य हुनुहुन्छ हाम्रो संस्थापक सदस्यको यो अन्तिम अभिनन्दन पत्र पनि उहाँलाई हस्तान्तरण गरिदिन अनुरोध गर्न चाहन्छु र यसरी नै म आजको आमन्त्रित आदरणीय अतिथिगणलाई यो जलपान भरपुर लिएर जाइदिने म अनुरोध गर्न चाहन्छु जति नै टेन्ट इन्चार्ज हुन्छ उहाँले भरपुर गाइस यो रहेको छ मेरो हैन अब खानेछु बेसी कुदाइ भयो नि त कि अब चाहिँ एकछिन बसेर खाबै म मिठाई बाट्नु हुँदै रहेछ यहाँ म पनि थापिहाल्नु थ्याङ्क यू अन्त यहाँ चाहिँ अब यो स्पोर्ट्स हुन आँटेको छ मैले लड्छ होला हात पछाडि गरेर भाइले भाइले अघि भाइ फर्स्ट भयो मैले के भन्दै थिएँ भने नि तपाईँ आज फर्स्ट टाइम आउनु भएको यहाँ एज अ गेस्ट होइन एज अ गेस्ट त नभएर पार्ट अफ इट फर्स्टै हो नि त होइन तपाईँलाई कस्तो लाग्यो
एकदम राम्रो वेल अर्गनाइज प्रोग्राम रहेछ उहाँहरूको होइन यति साह्रो एक्सपेक्ट गरेर खाने कुरादेखि लिएर सबै दिनुभएको छ हामी खाप्दै माग्दै या टिप्दै खाइरहेको छौँ थ्याङ्क यू भेरी मच पनि आउनेछौँ खोपा तपाईँलाई के भन्नु छ तपाईँ त अस्तिको साल पनि आउनु भएको थियो होइन यो वर्ष तपाईँले बेटरमेन्ट पाउनुभयो मिडिया लाग्यो अब चाहिँ अब यो हेर्नुहोस् हामी प्रायः जस्तो एभ्री इयर नै यो टोकन अफ दिनुहुन्छ र प्रत्येक साल मलाई चाहिँ यस कार्यक्रममा आउँदाखेरि प्रत्येक साल नै इम्प्रुभमेन्ट चाहिँ भएको जस्तो लाग्छ किनकि पूर्व साल जो यो आर्मीको यो ट्याङ्क छ त्यो थिएन म्यानुअल बनाएको थियो यसपालि आर्मीले यो टेन्ट पनि थुप्रो इन्भिटेसन थियो पहिला पहिला त्यस्तो थुप्रो इन्भिटेसन थिएन सबैजनालाई यो पनि थुप्रोजनाले दिनुभएको छ खुसी लाग्यो आउने दिनहरूमा पनि राम्रो गरोस् भन्ने मेरो शुभकामना त कसरी भन्ने र उहाँहरूलाई बधाई चाहिँ भन्न सक्छु थ्याङ्क यू बुबु तपाईँलाई के सेयर गर्नु छ तपाईँ पनि फर्स्ट आउनु भएको है आज लु भनिदिनुहोस् 1-2 वचन जाओस् 1-2 वचन भन्दा पनि फर्स्ट अफ अल चाहिँ अब 21औं स्थापना दिवसको अवसरमा चाहिँ हाम्रो आसामले चाहिँ भूतपूर्व सैनिक सङ्गठनलाई एकदम अर्गनाइज चाहिँ एकदम राम्रो लाग्यो मलाई चाहिँ यहाँको खानपिनदेखि लिएर गेस्टहरूलाई तपाईँले भन्दै होला है यसमा गेममा फर्स्ट टाइम मात्र दियो भनेर कि त्यही चाहिँ बेसी भन्नु छैन हाम्रो सेनामा चाहिँ के हुन्छ भने अब स्मृति बहिनी चाहिँ एउटा हार्छ एउटा जित्छ त्यो दुईटै हुन्छ दशौं देशले भाग लियो है जित्ने एउटै हो हार्ने त हार्छ थ्याङ्क यू यति नै हो अन्त यहाँ चाहिँ अब बलुन फुलाउने मतलब फुटाउने भइरहेको रहेछ हो हेर्नु अब मजा आउँछ यसो हेर्नु तर पुस गर्ने होइन हात लगाउनु हुँदैन ल हातहरूले गोजीबाट निकाल्नुहोस् लड्यो भने मर्किन्छ नानी ल आफ्नो बचाएर अर्काको खोल्नुपर्ने हुन्छ जसको लास्टमा बस्छ ऊ डिक्लेयर हुन्छ है त यस्तो गेम्स चाहिँ हामीले पनि बच्चामा जोड खेलेको हो चिल्ड्रेन्स डेमा खेलाउनु त स्पेसली हामीलाई चाहिँ यही सर्कलदेखि चाहिँ हामी रोड लाग्छ यहाँदेखि बाहिर बाहिर आउट डिस्क्वालिफाइड हुन्छ है रेडी ल कसको फुटाइदिइहाल्यो यो अर्को गेम स्टार्ट भइसकेको छ तर यो चाहिँ ठुलोहरूको रहेछ बलले चाहिँ बोतल लडाउनु पर्ने हो अब हेरौँ गाइस यहाँ पछि चाहिँ त्यो बलको गेममा चाहिँ स्टिल गोइङ अन तर मैले चाहिँ डल्लै चाहिँ क्याप्चर गर्नु पाइनँ किनभने पार्टिसिपेन्ट्सहरू ज्यादा हुनुहुँदो रहेछ म चाहिँ अन्त एकछिन यहाँ शीतलमा आएर बसिरहेको छु होइन अन्त म के भन्न आँटेको छु भन्दाखेरि चाहिँ मतलब आज चाहिँ अब हाम्रै क्लबकोहरू जतिजना मेम्बरहरू यहाँ एज अ गेस्ट नयाँ भएर आउनु भएको थियो होइन नयाँ आउनु भएको थियो गेस्ट भएर उहाँहरूलाई सोधेँ मैले यो प्रोग्रामको बारेमा अलमोस्ट प्रोग्राम त सकिसकेको छ होला हार्डली कल्चर प्रोग्रामहरू सबै सकेको अहिले स्पोर्ट्सहरू हुँदैछ होइन त्यहाँ पछि चाहिँ के छ याद छैन तर कल्चरहरू त सकेको जस्तो लाग्यो अन्त त्यही भएर चाहिँ मैले सोधेँ नि त उहाँहरूलाई अलिक टाइम बितेर होइन आजको प्रोग्राम अरेन्जमेन्टहरू के कस्तो लाग्यो भनेर तर उहाँहरूले पुरा बेसी राम्रो लाग्यो एप्रिसिएट गरिदिनु भएको छ राम्रो भनिदिनु भएको छ होइन अन्त चाहिँ मैले चाहिँ अब आफूले चिनेकोहरूलाई सोधेँ होइन चिनजानको लागि किन भन्दाखेरि चाहिँ मलाई सजिलो भयो नि त उहाँहरूलाई को फर्स्ट टाइम आउनुभएको को सेकेन्ड थर्ड टाइम त्यस्तो भनेर चाहिँ अब मैले छुट्याउनु सजिलो भएर चाहिँ मैले उहाँहरूलाई सोधिहालेँ होइन अन्त अब जति पनि मैले अलिक नचिनेको अब हामी चिनजानदेखि टाढो भएको हुन्छ उहाँहरू कतिखेर मतलब को नयाँ आउनुभएको को पुरानो आउनुभएको मलाई छुट्याउनु एकदमै साह्रो पऱ्यो सो मैले चिनेकोहरू जति पनि हुनुहुन्थ्यो मैले प्रेसिडेन्ट सरलाई चाहिँ दोबारा सोधेँ किनभने उहाँ त सधैँ आउनुहुन्छ नि त 2 टाइम्स भयो म पनि आएको थिएँ मतलब लास्ट इयर अन्त उहाँ पनि आउनु भएको थिएन अरू चाहिँ मैले जति पनि बुबुहरूलाई सोधेँ नानाहरूलाई सोधेँ उहाँहरू सबैजना फर्स्ट आउनु भएको हो अन्त मलाई हेर्नु न के भन्छ चार्जले पनि धोका दिन्ला हुँदैछ कि यति छिटो चार्ज सकेको मैले डल्लै चार्ज चाहिँ गरिरहेको थिएँ बिहान तर पनि हाम्रो के हो भिडियो फोटो गर्दाखेरि चाहिँ मेरो चार्ज पनि सकिसक्यो
सकिसकेको छ हो अलमोस्ट अब के कभर गर्नुपर्छ यहाँदेखि उता त्यो चाहिँ याद छैन तर अब प्रोग्रामहरू पनि अलमोस्ट सकिँदै हो पार्टिसिपेन्ट्सहरू यो डार्टको लागि सबैजना आउनु हुँदैछ यहाँ ए यो फर्स्ट लाइन चाहिँ लेडिजको अरे हो यहाँबाट चाहिँ लेडिज सिकाउनु पर्ने अरे अन्त यहाँ चाहिँ जेन्ट्स अरे ल अब फाइनल वाला मैडम अगाडि फेरि बाई मैडम छिटो हुन्छ अहिलेसम्म न त बोइज न त गर्ल्स कसले पनि यहाँनिर ठिकै माखा लाउनु सक्नु भएको छैन हो अब उहाँ मात्रै होला सबसे फर्स्ट बिचमा सेवारो सोल्टी सेवारो है जग्गामा यति रमाइलो दिनमा हामी पनि यसरी बस्दाखेरि आनन्द लाग्यो र तपाईँहरूलाई यो जति पनि यहाँ हामी सबै भेला भएको छौँ है र हामीले एक दिन बाद तपाईँहरूले हाम्रो संस्थालाई राम्रो संस्थालाई राम्रो भएको छ एक दिन भए पनि आयु बढाउने काम हाम्रो है अलिकति भए पनि आयु बढाउने काम गरिदिनु भएको छ त्यसमा है हाम्रो आयु बढ्किन मान्छेले हामी आज यहाँ छौँ कति रमाइलो हामी सबै देख्न पायौँ यहाँ प्रोग्रामहरू नाचगान देख्न पाउँदा हामीले मान्छेलाई दुःख हुन्छ तर कोही बेला हामी यसरी आनन्द खुसीमा हुनुपर्छ हाम्रो मन खुसी छ भने मात्रै हाम्रो है संस्थाले राम्रो हुन्छ हाम्रो त्यसो गर्दा हाम्रो अलिकति आयु बढ्ने काम है र यो संस्था राम्रो छ भने हामी धेरै बाँच्न सक्छौँ र विशेष गरी आज हामी अलिकति पनि आयु दिने काम गर्नुभएको छ यो आजको सङ्गठन जति पनि हाम्रो यहाँ है भूतपूर्व हाम्रो सैनिक जो पनि हुन्छ सबै सबैलाई एकदमै धन्यवाद दिन चाहन्छु र यो ग्रुपको नाम त मलाई सबैको नाम के दिएको छैन है आजको विशेष अतिथि भन्दा पहिला हाम्रो जेबी थापा प्रदान गर्ने अनुरोध गर्न चाहन्छु सबैको सबै ग्रुपको नाम पनि सबै कन्टिन्यू गर्दैछौँ नेक्स्ट आदरणीय सर यौन कुमार सरलाई पनि म थ्याङ्क यू धन्यवाद दाजु सरलाई सरलाई पनि आदि गरिदिने अनि त्यसपश्चात माननीय जिल्ला पञ्चायत सरलाई पनि म यो अलिकति समयले गर्दा यो ग्रुप पनि छुटाउन अलिकति हामी र नानीहरूलाई डान्स गरेर नानीहरूलाई र यो नानीहरूलाई हाम्रो आजको मुख्य अतिथिलाई तर्फबाट सानो सानो लिफाफ दिएको छ र तपाईँलाई नानीहरू ग्रुपमा छोरा ग्रुपलाई छोरा र यो तपाईँको आजको मुख्य अतिथि श्रीमान भूषण तामाङज्यू अनि उहाँका म्याडम कल्पना मुक्तानको तर्फबाट तपाईँलाई यो प्रदान गरेको छ र तपाईँले एउटा टेबलमा बुकहरू राखेको छ है त्यहाँ पेनहरू सबै राखेको छ तपाईँ राखिदिनुहोस् न र म यस प्रकार 10 नम्बर 1 म हामी भोट थ्याङ्क्सको क्रममा छौँ र 10 नम्बर 1 को सबै जति पनि अतिथिगणहरू खानाको लागि प्रस्थान गरिदिने म अनुरोध गर्न चाहन्छु यहाँबाट किनकि धेरै समय भइसकेको हामी यो सेलिब्रेसन कमिटी अब प्रोग्रामको अन्तिम चरणमा आइसकेको छ यहाँ भोट अफ थ्याङ्क्स हुँदैछ पछाडि मेरो कुराहरूमा भन्दैछु मैले भुल गर्नु जान्छु होला अतिथि
श्री सुरेन सुब्बाज्यू जो प्रेजेन्ट हालैको पञ्चायत जिल्ला पञ्चायत हुनुहुन्छ उहाँको सुझाउलाई पनि ध्यानमा राख्दै सेलिब्रेसन कमिटीबाट धेरै धेरै धन्यवाद दिँदै फोटो सेसन हुँदैछ रिटायर्ड सिनियर आरटिओ हुनुहुन्छ त्यसरी नै श्री योन कुमार राई सिएल हुनुहुन्छ उहाँहरूलाई पनि आन्तरिक हृदयबाट यहाँ चाहिँ सबैजना खाना खानु जानु हुँदैछ आदि कता कता हो यहाँनिर अब थ्याङ्क यू गीत गाउनुहुन्छ अरे एमपी सर तर अब म त सिङ्गर त होइन र पनि हाम्रो चिफ गेस्ट म्याडम सरहरूलाई हल्का अब एउटा सब रिट्रिटको अगाडि एउटा सानो डान्स गाना गाउनु मन लाग्यो र उहाँहरू प्लिज आएर अनुरोध गर्दछु उहाँ चाहिँ एनर्जेटिक हुनुहुन्छ हमेसा गीत गाउनुहुन्छ साली नै गीत गाउनुहुन्छ भनौँ न सुनेको पहिला हाम्रो गाउँमा बच्चा सुनको चिना दी पालुवा बगरमा साला बच्चा सुनको चिना दी पालुवा बगरमा बाचिन्जेसम्म हाँस्ने गाह्रो मरे त खोला जङ्गलमा जिन्दगीको भरोसा के छ र जिन्दगीको भरोसा के छ र दुई दिन माया लाइदिउन के छ र दुई दिन माया लाइदिउन के छ र दुई दिन माया लाइदिउन के छ र Thank you, sir. Thank you. Liba thank you, sir. Episode comes, episode. उकाली जानको त्यो एक्लो बार छोइदिने कोही छैन उकाली जानको त्यो एक्लो बार छोइदिने कोही छैन माइ मरि गए बिरानो देशमा रोइदिने कोही छैन बनिदेऊ न तिमी नै सहारा बनिदेऊ न तिमी नै सहारा दुई दिन माया माम खानु जानुभएको होइन हेर्नु न तपाईँहरूलाई म यहाँभित्र डाइनिङको पनि देखाउने छु बिहान नृत्य हुँदा मात्रै देखाएको थिएँ अब माम खानु हुँदैछ सबैजना हुन्छ रहेछ माम कस्तो रहेछ ओके माम कस्तो रहेछ हजुर नुन कस्तो भयो दामी गीत चाहिँ यहाँ बनाउँदैछ
बजेपछि अलिअलि खुट्टा हल्लिन्छ होइन अब माम खानु पऱ्यो म पनि माममा चाहिँ रहेको छ सबैजनाले खाएर मलाई छोडेर जानुभयो अन्त मैले के खानु एकछिन डान्स गरेर मैले नाच्नु नआएँ मेरो यहाँ खोपामा आउनुभएछ साथी अब दुईजना बनाएको यहाँनिर चाहिँ अब यो अघि बिहान झन्डा उयो गर्नुभएको थियो अब यो निकाल्नुहुन्छ हो हेर्नुहोस् यहाँ किन भन्दा अब आज चाहिँ हाम्रो लडाइँ सक्यो यहाँ चाहिँ हाम्रो पिकनिक सक्यो एउटा रेजिङ सक्यो त्यसले गर्दा यो म्युजिक साथमा तपाईँले झन्डा डाउन गरिदिनुहोस् भन्ने अनुरोध गर्दछु लडाइँ कुनै पनि कार्य सकेको घोषणा गर्दछु यसमा हाम्रो झन्डा पनि डाउन हुन्छ यसको साथै हाम्रो आजको कार्यक्रम यही नै समाप्त हुन्छ यो लडाइँमा पनि सामेल छ पिस प्रभाव खेल्न पनि सामेल छ थ्याङ्क यू जय हिन्द जय हिन्द ठिकै छ फेरि हामी जानु पाइन्छ जान्नेले गर्नुपर्छ नि नेसनल फ्ल्याग चाहिँ थोरै मैले ट्रेनिङ दिएको अब कहिले सिक्ने गाइस प्रोग्रामहरु पनि सबै सकिसकेको छ यो फ्ल्यागहरु पनि सबै डाउन गरिसकेको छ हैन अन्त महल चाहिँ कुछ यस तरहको छ यहाँ सबै सानसुन भइरहेछ गाना गाउनेहरु पनि गाइसक्नु भयो नाच्ने प्रोग्राम सुरु भयो है अब हामी 12 बजे 12:30 बजे सुरु गरेको सबैजना यहाँ माम खाएर अब निकाल्नु पर्छ यसमा चाहिँ डान्स गीत गाउने हाम्रो टिका भयो भने हुन्छ तालमा टिका भयो हुन्छ हाम्रो सदस्य डान्स सक्यो भने डान्स टिम रहेछ आज डान्स गर्नु पर्छ अरे भन्दैछ अब सबैले आफ्नो प्रस्तुति राख्दिनु डान्स गर्ने अनि अझै किन किन मनै हिलो भयो हेर हेर साथी संगी हेर हेर साथी संगी सुसलीमा कल्ले बोलायो हेर हेर साथी संगी सुसलीमा कल्ले बोलायो यसो हेरे तेरा
मन थिएन तर टाइमले साथ दिएन नि त हामीलाई 5 बज्न आँटेको छ त्यही भएर चाहिँ हामी सबै फर्केको अब यस्तो रमझमको माहौल छोडेर जानु त मन थिएन है तर के गर्नु समयले चाहिँ 5 बजाइदियो समयले चाहिँ 5 बजाइदियो सो हामी चाहिँ घर जाँदैछौँ एकदमै धेरै मजा आयो होइन थाकेको जस्तो पनि भयो अलिअलि उफ्रेर कुदेर होइन अन्त मेरो फोनमा चाहिँ चार्ज पनि छैन भन्नै पऱ्यो नि अघि नै सकेर मैले त्यहाँनिर चार्ज गरेको हो फोन अन्त एकछिन फोन गरेर मतलब फोन आधी चार्ज गरेर चाहिँ मैले अलिअलि फेरि भिडियो गरेँ तर मैले पहिलाको साल जतिको राम्रो भिडियो चाहिँ मैले क्याप्चर गर्नु सकिनँ होइन तर पनि अब दुःख सुख अलिअलि गरेको छु होइन आई होप तपाईँहरूले हेरिदिनुहुन्छ होला इन्जोय गरिदिनुहुन्छ होला अन्त मन पराइदिनुहुन्छ होला मेरो भिडियो मेथेमा एन्ड गर्छ हामी जानुपर्ने चाहिँ ऊ पाऱ्यो हो अब गीत बजाएर फर्केर गएर नाच्यौँ कि जस्तो पनि लाग्दैन है तर त्यसो गर्नु हुँदैन ढिलो पुरै ढिलो भइसकेको छ अन्त मैले देखाउनु यहाँनिर के भन्छ यो टोकन अफ लभ दिनुभएको छ तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद त्यसको लागि म धेरै आभारी छु होइन किन 20मा बस्नुहोस् न अन्त नाना उतापट्टिबाट आउनुहुन्छ ल अब हामी चाहिँ लाग्यौँ